25 वर्षको भए र मेरो चाहिँ हेयर थिनिङ हुन थालेको छ भन्ने खालको कमन प्रब्लमहरु चाहिँ मेनहरु मेरो क्लिनिकमा लिएर आउनुहुन्छ। हेयर फल हुने या हेयर थिनिङ हुने जेनेटिक कज त एकदम कमन छँदैछ, तर के तपाईहरुलाई थाहा छ हाम्रो लाइफस्टाइलको कमन मिस्टेक्स या रिजन्सको कारणले गरेर पनि हाम्रो हेयर फल चाँडै हुन सक्छ। वान अफ द कमन मिस्टेक इज स्ट्रेस। यदि हामीहरुलाई मेन्टली या फिजिकली पनि स्ट्रेसहरु भएको छ या तनाव भएको छ भने हाम्रो कपाल चाहिँ बढी मात्रामा झर्न सक्छ। नम्बर 2, हाम्रो बिजी स्केड्युलले गरेर आजकल हामी घाममा बस्न पाइरहेका हुँदैनौं, त्यसको कारणले गरेर भाइटामिन डी चाहिँ हाम्रो शरीरमा कमी भइरहेको हुन्छ। भाइटामिन डी को कमीको कारणले पनि हाम्रो चाहिँ हेयर फल बढी मात्रामा भएको हुन सक्छ। थर्ड पोइन्ट, हाम्रो कपालमा चाहिँ हेलमेटको प्रयोगले कपाल गुम्सिएर पसिनाले गरेर चाहिँ चाया बढी मात्रामा हुन सक्छ, त्यसले गरेर पनि हाम्रो हेयर फल हुन सक्छ। त्यसैले हाम्रो कपाल चाहिँ वेट हुँदा या पसिना भइराख्दाखेरि टोपी लगाउने या हेलमेट लगाउने चाहिँ हामीले कम गर्नुपर्ने हुन्छ। नुहाइसकेपछि चाहिँ हाम्रो कपाललाई ड्राई गरेर मात्रै चाहिँ हेलमेट या टोपीको प्रयोग गर्न सकिन्छ।